हेलो हेलो सम्पूर्णमा नमस्कार। अहिले म चाहिँ भेरी नदीको पुल तर्दैछु। सुर्खेतबाट सल्यान जाँदैछु है त। ब्याकग्राउन्डमा हेरौँ। यो भेरी नदीको पुल हो। हामी चाहिँ अहिले सुर्खेतबाट सल्यान जाँदैछौँ। यताबाट उता जाँदैछौँ हामी। यात्रा गर्दैछौँ अहिले चाहिँ ट्रकमा लाएर। सबैजनाले इन्जोय गर्नुहोस् र हाम्रो भिडियो हेरेर। पुरै हेर्नुहोस् भेरी नदी, हेर्नुहोस् यो भेरी नदी कति ठुलो छ। हेर्नुहोस् हामी देखाइरहेछौँ। हेर्नुहोस् हेर्नुहोस् यी वारीको सुर्खेत, अहिले वारी चाहिँ सल्यान। अहिले हामी बनगाड कुपिन्डे गाउँपालिकाको सल्ली बजार भन्ने बजारमा आइपुगेका छौँ। यो सल्ली बजारमा सल्लाहको रुख भएर यो बजारको नाम सल्ली बजार भएको। जामुने बजारमा जामुने भएर जामुने बजार नाम रहेको। यहाँको ठाउँको नाम यसरी राखिएको रहेछ। हेलो सम्पूर्णमा नमस्कार। अहिले म सल्यान जिल्लाको कुपिन्डे दह बनगाड कुपिन्डे गाउँपालिका वार्ड नम्बर 8 कुपिन्डे दहमा छु। ठ्याक्कै यो मेरो म अहिले बोटिङ गरिरहेको छु। यो बोटिङमा चाहिँ यसरी चाहिँ यो कुपिन्डे दह भन्छन् यसलाई। यो दह यति मजाको छ। यहाँको पानी निलो निलो कलरको छ। हेर्नुहोस् यो नजिकबाट हेर्नुहोस्, पानी निलो निलो कलरको छ। यो कुन्नीको हुनु मौसममा कलर पनि चेन्ज हुन्छ भन्छन् साथीहरूले होइन। त्यो चाहिँ बुझ्नुपर्छ। अनि यहाँ आज चाहिँ 2081 साल चैत महिनाको 2 गते शनिबारको दिन यो ठाउँमा हामी चाहिँ अवलोकन भरमा चाहिँ यसो इन्जोय गरौँ भनेर आएको। मसँग मेरो टिम पनि छ, हाम्रो साथीहरू हुनुहुन्छ। अब बिस्तारै उहाँहरूको परिचय गरौँ है। के छ कसो छ उहाँहरूको, प्रत्येक विषयमा कस्तो धारणा छ, उहाँहरूले के भन्नुहुन्छ हामीले त्यो पनि बुझ्छौँ। सबै कुरा यो सबैजनाले हेरिसकेपछि लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला है त। थ्याङ्क यू। मसँग अहिले हाम्रो गोविन्द सर हुनुहुन्छ। अब यसपछिको भिडियो चाहिँ उहाँबाट है त सिधै। ल गोविन्द सर, तपाईँले आफ्नो परिचय। सम्पूर्ण नमस्कार। मेरो नाम गोविन्द हो। घर चाहिँ कालीकोट जिल्ला सनेत्री गाउँपालिका वार्ड नम्बर 4। हाल अहिले जामुने बजार सिप्ता गाउँपालिकामा कार्यरत छु। अहिले हामी आरम्भ चौतारीको कुपिन्डे नगरपालिका 8 कुपिन्डे दहमा हामी यो राम्रो परिसरमा आएका छौँ। अब हामी यो संस्कृति। ल गोविन्द सर, तपाईँ अहिले जहाँबाट आएको भए पनि ठ्याक्कै यो ठाउँसम्म आइपुग्दाखेरि तपाईँले देखेको, जानेको, सुनेको, भोगेको कुरा 5वटा कुरा भन्नुहोस् त। यो कुपिन्डे दहमा घुम्दै गर्दा रोडको परिवेश पनि पहिलेको भन्दा अलिक सुधार भएको देखियो। र यो कुपिन्डे दहमा पहिलेको भन्दा अहिले पानीको बहाव पनि अलिक कम भएको देखियो। र यो कुपिन्डे दहमा पहिलेको भन्दा अहिले अलि फरक दृश्य चाहिँ भवनहरू बन्दैछन्। तपाईँको पार्किङको व्यवस्था भइरहेछ। तपाईँ सम्पूर्ण साथीहरू आएर यो ठाउँमा घुम्नु होला भन्ने कुरो त्यही धारणा छ। अहिले हामी कति किलोमिटर यात्रा गर्दैछौँ? समथिङ हामीले लगभग 1 किलोमिटर जति हामीले हिँडिरहेको छौँ। 1 किलोमिटर जाने 1 किलोमिटर 2 किलोमिटर जति यो चाहिँ लम्बाइ छ। अब कुपिन्डे दह भनेको सल्यान जिल्लाको एउटा प्रख्यात ठाउँ, चिनेकै ठाउँ हो। कुपिन्डे दहलाई हामीले नेपालकै राम्रो ठाउँ धेरै धेरै धन्यवाद हाम्रो गोविन्द सरलाई छोटो मिठो विचारको लागि। अब यसपछि हाम्रो टिमको अर्को सहभागी साथीलाई मैले उहाँलाई आफ्नो परिचय सहित यो भिडियोमा जोडिनको लागि अनुरोध गरेँ। नमस्कार, म विमल शिशिर, घर चाहिँ जाजरकोट। हाल चाहिँ हामी आज सल्यान जिल्लाको प्रसिद्ध स्थल यो बनगाड नगरपालिका वडा नम्बर 8 मा अवस्थित कुपिन्डे दहको यो रमणीय स्थलमा छौँ।
यति बेला निकै रमाइलो भएको छ। सो ठाउँ हामी सबैको लागि एकदमै सुन्दर र प्राकृतिक रूपमा यो एकदमै मनमोहक ठाउँ छ। यसमा आउँदा हाम्रो मन चाहिँ एकदमै आनन्दित हुन्छ मलाई जहाँसम्म लाग्छ। र यो तालको यो जुन दृश्यलाई अवलोकन गर्दै गर्दा सधैँ यो पानी चाहिँ एकदमै सङ्लो भइरहेको छ। एकदमै निलो आकाशको कलर जस्तो देखिन्छ त्यस्तै देखिरहेको छ। निकै सुन्दर ताल छ। सो तालमा आज हामी घुम्न आउँदा हाम्रो साथीहरूसँग निकै खुसी भएको छु। यदि तपाईँहरूले सो ठाउँमा घुम्नुहुन्छ भने आउनुहोला र यो भिडियो तपाईँले हेर्दै हुनुहुन्छ भने यसलाई यो भिडियोलाई पनि सब्सक्राइब पनि गरिदिनु होला प्लिज। उहाँ पनि धेरै टाढाबाट यहाँ उपस्थित हुनुभएको छ। हाम्रो जो भिडियो बनाइराख्नु भएको छ सरले, उहाँ हाम्रो आदरणीय सर के अरे माधव बन्दीज्यू हुनुहुन्छ। र यो भन्दै मैले छोटो चाहिँ नि एउटा गीत चाहिँ टुक्रा मैले उहाँको चाहिँ युट्युबको लागि पनि गुनगुनाइदिएँ। हेवा तालमा साइली डुङ्गा सलाला सम्झनामा तिम्रो तस्बिरै झालाला सेती नदी साइली बग्यो सलाला सम्झनामा तिम्रो तस्बिरै झालाला। धन्यवाद। ल धेरै धेरै धन्यवाद हाम्रो विमल सरलाई। छोटो मिठो जानकारी पनि राख्नुभयो अनि आफ्नो चाहिँ मिठो गीत पनि गुनगुनाइदिनु भयो। आफ्नो चाहिँ आवाजलाई यहाँ समावेश गर्नुभएकोमा धेरै धेरै धन्यवाद। यसपछिको हाम्रो अर्को सहयात्री सहभागी हाम्रो चाहिँ ललित सरलाई चाहिँ मैले आफ्नो विचार राखिदिनु होला। यो भिडियोमा सँगै जोडिनको लागि अनुरोध गर्दछु। त्यसको क्रममा आफ्नो परिचयसहित राखिदिनु होला है त। ल हाम्रो ललित सर। ल सर्वप्रथम त मेरो नाम ललित गुरुङ। मेरो घर चाहिँ डुङ्गेश्वर गाउँपालिका 6 दैलेख। मेरो हालको बसाइ चाहिँ सुर्खेत न्यु रोडमा छ र हाल अहिले चाहिँ आरम्भ चौतारीमा चाहिँ काम गर्दैछु। र यो संजोगवश आज शनिबारको दिन परेर यसो इन्जोय गरौँ भनेर यो सल्यान जिल्ला बनघाट नगरपालिका वडा नम्बर 8 को कुपिण्डेदह भन्ने तालमा चाहिँ हामी चाहिँ आइराखेका छौँ। त्यसमा चाहिँ मैले गत लगभग 2077 सालतिर चाहिँ आउँदै गर्दाखेरिमा यहाँ चाहिँ दुईवटा विशेषता चाहिँ मैले भेटेको थिएँ। त्यो विशेषता अनुसार एउटा विशेषता चाहिँ हजुरको यहाँ चाहिँ अनिपत्याट एउटा चाहिँ यो वरिपरि जङ्गलहरू छन् होइन, तर जङ्गलहरू छ तर पातपङ्क्तिहरू झर्छन् यो वैशाख जेठहरूमा पनि, तर चाहिँ यहाँ एउटा हुँदैन भन्ने चाहिँ एउटा यहाँको मान्यता दैविक के शक्ति छ कि के छ। अब त्यसमा चाहिँ यो चाहिँ यहाँको पुर्ख्यौली विशेषताहरू केही होला। अनि अर्को चाहिँ यो कुनै मौसममा चाहिँ यो कलर पानीको कलर चाहिँ चेन्ज हुन्छ भन्ने चाहिँ मैले सुनेको थिएँ। यो चाहिँ कतिकै सत्य हो, यो कतिकै तथ्य हो। त्यसको लागि चाहिँ अब सबै उसबाट क्षेत्रबाट चाहिँ यसो हेरफेर हुँदै होला भन्ने मेरो चाहिँ जानकारी हो। अनि यसै मध्ये चाहिँ हाम्रो सर अब टाढादेखि आउनु भएको छ। अनि पछि हाम्रो आरम्भ चौतारी अडिट सर अनि पछिबाट उहाँसित इन्जोय गर्दै अगाडि बढ्न पाइएछ जस। अनि उहाँको यो भिडियोलाई चाहिँ लाइक कमेन्ट र सब्सक्राइब गरिदिनु भने एकदमै हार्दिक अनुरोध गर्दछु म। ल सबैले हेरिदिनु होला, माया गरिदिनु होला। त्यसको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहे मैले आफ्नो व्यक्तिगत तर्फबाट। धन्यवाद। ल ललित सर, तपाईँ अहिले कति किलोमिटर यात्रा गर्दै हुनुहुन्छ त्यो मलाई चाहिँ फ्याट्ट भाइ बोल्ने हो केही कुरा? भाइ केही कुरा बोल्ने हो? मुखाभरि बुझो सर। ल सबैलाई धन्यवाद जानकारीको लागि। हाम्रो टिममा सहभागी साथीहरू, अब यसरी हाम्रो टिम चाहिँ यो हो खासमा, यसरी हामी इन्जोय गरिराखेका छौँ। अब यो आधा आधी लगभग हामी आइसकेछौँ। यो ठ्याक्क यो कुपिण्डे दहको यो आधा आधी भन्दा धेरै आइसकेका छौँ। यो कुपिण्डे दहको वरिपरिको भूभाग हो यो कुपिण्डे दह। यसको नाम कुपिण्डे दह हो। यो दह भनेको पोखरीमा आज हामी चाहिँ इन्जोय गरौँ भनेर आएको। ल आज चाहिँ हामी बोटिङ गरेर इन्जोय। अब यो बोटिङमा सहभागी सबै हाम्रो टिमलाई धन्यवाद दिँदै यो भिडियोबाट म पनि बिदा हुन्छु।
हामी फेरि अर्को भिडियोमा जोडिनेछौँ। त्यतिन्जेलसम्मलाई वेट गर्नु होला। सबैजनाले यो भिडियो हेरिसकेपछि लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला है त। धन्यवाद। ओके, टाटा, बाई बाई, सी यू। पैसा उडाउँदै मेरो यस्तै छपा मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरै मेरो दुश्मन छ धेरै दुश्मन हेरेको मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरै दुश्मन हेरेको हेरै यस्तै हिँडेको मैले छैन चिनेको तिमी को कता सत्ता फालिदिएर पिस्तल किन्देको थ्याङ्क यू फर वाचिङ दिस भिडियो। ओके, बाई बाई। ल भन्नुहोस्। मैले यहाँ चाहिँ यो ठाउँको विशेषता, यो तालको विशेषता सुनेअनुसार सत्ययुगमा एकजना भिक्षु अर्थात् जोगीले चाहिँ यो ठाउँमा आएर जहाँ चाहिँ यहाँ माथिको बस्तीमा उहाँले भिक्षु माग्दा र यहाँको मान्छेले चाहिँ नि त्यो भिक्षु नदिइसकेपछि र उहाँलाई भिक्षु सँगसँगै बास पनि उहाँले माग्नु भएछ। अनि बास नदिएको खण्डमा चाहिँ उहाँले सराप्नु भएछ। सरापिसकेपछि यो ठाउँ चाहिँ कुपिन्डा जस्तै होस्, डुबेर यो ठाउँ चाहिँ कुपिन्डा जस्तै होस् भनेर भन्नुभयो अरे। त्यस पछाडि चाहिँ उहाँले त्यो भनिरहँदा पछि चाहिँ उहाँ भिक्षुले जो खानेकुराहरू जे छ त्यो नपाइसकेपछि उहाँको देवासन यही ठाउँमा आएर देवासन भइसकेपछि यो ठाउँ चाहिँ यो गाउँ हो अरे। पहिला यो गाउँ चाहिँ डुबेर फेरि तालमा परिणत भएको कुरा चाहिँ मेरो चाहिँ नि बुझाइमा त्यो छ। उहाँ यहाँको स्थानीयले भनाइअनुसारको कुरामा यो चाहिँ सत्य हो भन्ने कुरा छ। खास यो सत्ययुगको कुरा हो। त्यति बेला चाहिँ के भएको थियो मैले थोरै जानकारी लिएअनुसार चाहिँ त्यही हो। ल, जानकारीको लागि धेरै धेरै धन्यवाद विमल सर। हामी चाहिँ नेक्स्ट भिडियोमा फेरि भेट्छौँ है त। सबैलाई धन्यवाद। भिडियो भइरहेको थियो कि 1 मिनट भएर फेरि अर्को भएको थियो कि